मृत्यु बढ्दो बौद्धिक सुख दुःखमा समय बित्दै जाँदा जब अन्तकाल आउँछ तब दुःखको बढ्दो उदय हुन्छ। क्षण क्षण गरी समय बित्छ अनि यो पञ्चभौतिक शरीर कमजोर दुर्बल र असहाय हुन्छ। यो देह तब अनेक प्रकारको रोगको शिकार बन्दछ। काल आएपछि कसैको केही लाग्दैन। अनेक दान खर्च गरेर कैयौं उपचार गरे पनि केही लाभ हुँदैन। हाम्रो मानसिक शक्ति क्षय भएर जान्छ। साथै सबै कुरोबाट विश्वास उठ्छ। यसरी आफ्नो अन्तकाल आएको बुझी शोकाकुल अवस्थामा समय व्यतीत हुन थाल्छ। तब यमराजबाट निम्तो आएको बुझी जन्मदेखि यतिन्जेल गरिएको राम्रो नराम्रो जम्मै कर्महरू एक एक गरी पुनः स्मरण भएर आउँछ। यदि जीवनमा सत्कर्महरू धेरै मात्रामा गरिएको छ भने ती कर्महरूको स्मरण गर्दै कुनै प्रकारको पश्चाताप नगरी प्राण त्याग गर्न सकिन्छ। तर यदि हाम्रो कर्महरू असल छैन भने यस अवस्थामा ती कर्महरूको पुनः स्मृति भई पश्चातापको आँसु माझ अब जीवनको महत्त्व बुझेर पनि के गर्न सक्ने र? यस अवस्थामा आफैद्वारा केही पनि सत्कर्म गर्न सकिने सम्भावना रहँदैन अनि अरू कसैको मार्फत गराउँदा त्यो अनन्त प्राप्त हुँदैन जुन आफ्नै हातले गर्दा प्राप्त हुन्छ। भारतका एक महान गुरुले आफ्नो दोहामा बताउनुहुन्छ, यो संसारमा जब हाम्रो जन्म हुन्छ हामी रुँदै जन्मन्छौँ अनि त्यहाँ उपस्थित जम्मै मानिसहरू त्यस घडी खुसीले हाँसिरहेका हुन्छन्। तर उहाँ भन्नुहुन्छ कि यो मानव चोला पाएर हामी यस्तो कर्म गरौँ कि अन्तकालमा जब हामी यो संसार त्याग्छौँ त्यस बेला हामी हाँसी खुसी यो देह त्यागौँ जबकि वरिपरि उपस्थित जम्मै व्यक्ति रुइरहेको होस्। मानव चोला प्राप्त गरेर संग्रह गरेको सबै थोक धन जन मान मर्यादा इत्यादि यही छाडेर जानुपर्छ। हामीले यो देह त्यागेपछि हामीसँगै जाने त एकमात्र हाम्रो कर्म हो। यही कर्म हाम्रो अर्को जीवनको आधारशिला हो। उदाहरण, कुनै एक व्यक्तिका 3 परम मित्रहरू थिए। एक दिन त्यो व्यक्तिलाई अकस्मात अचानक एउटा डरलाग्दो मुद्दाको सामना गर्न पर्यो। यस्तो सङ्कटकालमा 3 मित्रहरूमध्ये एकजनाले मौखिक संवेदना र सान्त्वना मात्र जनाए, दोस्रो कचहरीको ढोकासम्म पुगिदिने वचन दिए अनि तेस्रो मित्रले तिनलाई यसो भनी आश्वासन दिए, हेर मित्र, म तिमीसँग जहाँ भए पनि जान राजी छु, तर दण्ड जो जति भोग्नु छ त्यसमा म कदाचित तिम्रो सम्वादी हुने छैन। यी 3 मित्रहरू को हुन् त? पहिलो मित्र टाढाका आफन्त वा साथीहरू जो हामी मर्दा फूल खदा आदि चढाउन आउँछन्। दोस्रो मित्र हुन् हाम्रो आफ्नो परिवार जो कचहरीको ढोका वा श्मशान घाटसम्म पुर्याउनु जान्छन्। तेस्रो अनि अन्तिम मित्र हाम्रो कर्म हो जो हामीसँगै चित्तमा प्रवेश गर्छ अनि पछि बढ्दो अवस्थामा एक दर्शकको रूपमा हाम्रो हरेक सुख दुःखमा साथै हुन्छ। यस उपरोक्त कथनबाट यो स्पष्ट हुन्छ कि मानव चोलामा हुँदा असल कर्महरू गरेका छन् भने बढ्दो अवस्थामा निश्चय नै शान्ति प्राप्त हुनेछ। यसर्थ मानव चोलामा हामी जहिलेसम्म रहन्छौँ यथासम्भव सबैको भलो र सफलताको निम्ति प्रयास गर्नु नै आफ्नो कर्म बनाउनु हो। हामीले केही खाद्यान्न खाए पेटमा पुग्छ। यदि हामीले ग्रहण गरेको अन्न स्वादिष्ट र पोषणदायक भए हाम्रो स्वास्थ्यको निम्ति लाभदायक हुन्छ, तर विषालु भए क्षति पुर्याउँछ। मानव चोला प्राप्त गरेपछि हामी कर्म नगरी बस्न सक्दैनौँ, अर्थात् कर्म गर्नै पर्छ। दिनदिनै जीवनमा गरेको प्रत्येक क्षणको कर्मले हामीलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्दछ। हाम्रो कर्म असल भए ध्यान गर्दा पनि यसको प्रभावले हाम्रो ध्यानमा सहयोग पुर्याउँछ। कर्म असल नभए यसको प्रतिक्रिया पनि यस्तै हुन्छ। उपरोक्त विवरणबाट यो स्पष्ट हुन्छ कि हामीले इहलोक वा परलोक दुवैमा आफूलाई फाइदा हुने सत्कर्म गर्ने नै भरमदूर चेष्ट गर्नु उत्तम हो। कर्म सुधर्मको निम्ति आफूले जो धर्मोपदेश मध्ये फोवा सर्वोत्तम र महत्त्वपूर्ण मानिन्छ। किनभने फोवाको दीक्षा पाए अनुसार यसको निरन्तर अभ्यास गर्नाले मृत्युकालमा घिउबाट केश निकाले झैँ निश्चिन्त भई आनन्दपूर्वक आफ्नो देहबाट प्राण निष्कासन गरी मृत्युको कोखमा प्रवेश गर्न सक्छौँ। यसरी केही कष्ट नभोगी यो देह त्याग गर्नु जस्तो आनन्द के हुन सक्छ? यस प्रकारको मृत्यु प्राप्तिमा आफ्नै भलोको निम्ति आफूद्वारा सहयोग पुर्याएको खण्डमा आफैलाई धन्य मान्नुपर्छ। यसरी अन्तिम कालमा निर्भयतापूर्वक निश्चिन्त र दुःख कष्ट रहित आनन्दपूर्वक इहलोक त्यागेर बुद्धका कुनै एक पावन पवित्र क्षेत्र यानि कि सुखवती क्षेत्र, सर्दोपलरी, गुरुपदसम्मको क्षेत्र वा पोताला, आर्य अवलोकित स्वरको क्षेत्र इत्यादि मध्ये कुनै एक बुद्धका क्षेत्रमा जन्म ग्रहण गरे उनी धर्ममा श्रेष्ठ धर्मिष्ठ हुन्। मृत्यु हाम्रो अन्त होइन तर स्थानान्तरण, स्थान बदलेको चाहिँ हो।
उदाहरणार्थ, कुनै अफिसमा नियुक्त व्यक्तिको यस अफिसमा म्याद पुगे अर्को अफिसमा बदली गरिन्छ। यदि त्यो व्यक्ति अनुशासित, कर्तव्यनिष्ठ र लग्नशील भए यसरी बदली हुँदा ट्रान्सफर उच्च पदमा वृद्धि पाउँछ। तर ठग्ने, सठिक काम नगर्ने र दुराचारी व्यक्तिको बदली दण्डनीय हुन्छ। मृत्युपछिको हाम्रो दशा यस्तै हुन्छ। पदमा उन्नति प्राप्त गर्ने व्यक्ति अवश्य नै सुखी र आनन्दित हुन्छ अनि यसको विपरीत अर्को व्यक्तिको हुन्छ। ट्रान्सफर, बदली भएर केही काल बाहिर परदेशमा बिताएपछि फेरि आफ्नो पूर्व स्थानमा परिवारमाझ फर्केर आउँदा उनले असीम आनन्द प्राप्त गर्छ। असल कर्म गर्नेको अवस्था मृत्युपछि यस्तै हुन्। मानिसको जीवनकालमा धर्म अभ्यास गर्नुको मूल तात्पर्य मृत्युकाल औ त्यसपछिको अवस्थालाई सुखमय बनाउनु हो। अन्तिम श्वास लिने समय कुनै प्रकारको चिन्ता र शोक नभए खुसीसँग प्राण त्याग्न सके मृत्यु सहज हुनेछ अनि यस्तो मरणलाई धार्मिक मरण भन्दछन्। यदि मानिसको मृत्यु नै नहुने भए धर्म गर्नुपर्ने आवश्यकता नै थिएन। विशेषतः हामी साधारण मानिसको निम्ति मृत्युकाल अति महत्त्वपूर्ण समय ठहरिन्छ, किनभने हामीलाई जीवनको मूल्य तब मात्र बोध हुन्छ जब हामी मरणशय्यामा हुन्छौँ। यसैकारण हाम्रो जीवनको अन्तिम काललाई महत्त्वपूर्ण भन्दछन्। यो जीवनको अन्त भएपछि अर्को नयाँ जीवन प्रारम्भ हुन्छ अनि आगामी जीवनमा पाउने सुख वा दुःख यस जीवनकालमा गरेको सत्कर्म वा दुष्कर्ममाथि निर्भर गर्दछ। मृत्युको काखमा प्रवेश गर्ने समयमा सबै सांसारिक विषय वस्तुको मोह त्यागेर आफ्नो गुरु रत्नको निरन्तर स्मरण गर्दै, हे परम दयालु गुरु रत्न, मेरो सबै सुख दुःख हजुरलाई विदित छ। यसर्थ यी सबैबाट मुक्त गरी मलाई बुद्ध क्षेत्रमा जन्मने आशीर्वाद दिनुहोस्, यसो भनी प्रार्थना चढाउनुपर्छ। परम गुरु रत्नले सम्पूर्ण प्राणीहरूको कल्याण अनि कष्टबाट रक्षा गर्न बोधिचित्त उत्पन्न गरेका हुनाले यही दिव्य शक्तिले हामीलाई असंख्य दुःख र कष्टबाट मुक्त गराउनु हुनेछ। यसर्थ प्रार्थना गर्नु अनिवार्य छ। प्रार्थना नगरे उहाँहरूका करुणाले पनि हामीलाई केही सहायता हुने छैन। जसरी एक अबोध शिशु पनि नरुन्जेल आमाले दूध खुवाउँदैन, उसै गरी परम गुरु रत्नका डोरी र अंकुश हाम्रो शिरमाथि भुलिरहेको भए तापनि यसलाई पक्रने चेष्टा नगरे उहाँले हाम्रो रक्षाको निम्ति केही गर्न सक्नुहुन्न। प्रार्थना र जप ध्यान सम्बन्धी एक दुई कुरा हामीले माथि वर्णन गरिएका पंक्तिहरूबाट बुझ्यौं कि मृत्युकालमा आफ्नो परम गुरु वा बुद्धका नाम वा रूप स्मरण गर्न सके हाम्रो मुक्ति हर तरहले सम्भव रहेछ। तर दुर्भाग्यवश यसो गर्नु सजिलो छैन जति बुझ्नमा आयो। यसको निम्ति निरन्तर प्रयास, लगन र अभ्यासको आवश्यकता छ। एउटा कथा संक्षिप्त यस्तो छ। एक सफल व्यापारी थिए जसका 4 जवान पुत्रहरू थिए। आफ्नो व्यवसायमा प्राप्त सफलताको कारणले तिनलाई दिन र रातको केही सुद्धि रहेन। यसरी आफ्नो उमेर ढल्केर गएको पत्तो भएन। एक दिन तिनलाई आफ्नो आयु क्षीण भई अन्तकाल नजिक आएको ज्ञान हुँदा पारिवारिक पुरोहितसँग मुक्ति प्राप्त गर्ने सम्बन्धी सल्लाह लिए। पुरोहित एक क्षण मौन बसेपछि बताए, तपाईको 4 छोराहरूको नामले बुद्धको कुनै एक रूपको बोध गराउँछ। यसर्थ कुनै एक छोराको नाम लिँदा बोलाउँदा त्यही नामको बुद्धको रूप स्मरण गर्नाले तपाईलाई मृत्युकालमा ठूलो सहयोग पुर्याउनेछ। समय बित्दै गयो औ व्यापारी एक दिन सिकस्त बिमारी भए। अनेक उपचार गरे तापनि केही लाभ नहुँदा आफ्नो अन्त निश्चित ठाने र पुरोहितको सल्लाह अनुसार एकपछि अर्को छोरा बोलाउँदै नामसँग सम्बन्धित बुद्ध स्मरण गर्थे। हठात एक दिन त्यो व्यापारीलाई आफ्नो देह त्याग्ने अनुभूति हुन थाल्यो र यस अवस्थामा एक एक गरी आफ्नो छोराहरूलाई बोलाउन थाले। जब 4 जना छोराहरू अन्तिम श्वास लिइरहेको पिताका सामने उभिएर शोकाकुल थिए, तब त्यो व्यापारीले 4 जना छोराहरूलाई एक नजर हेरेर प्रश्न गरे, अरे मूर्ख हो तिमीहरू 4 जना यहाँ छौ, दोकानको बिक्रीबट्टा कसले हेर्दैछ? बस यति वाक्य उनको मुखबाट निस्केको मात्र के थियो, उनले अन्तिम श्वास लिए। उपरोक्त कथनबाट यो स्पष्ट हुन्छ कि अन्तिम क्षणमा भगवानको नाम स्मरण गरी मुक्ति प्राप्त गर्न त्यति सहज छैन। यसको निम्ति निरन्तर श्वास प्रश्वास क्रिया चलिरहे झै स्मरण रहनु नितान्त आवश्यक छ। मरण अवस्थामा हाम्रो मनलाई बन्धनमा बाँध्ने धन सम्पत्ति, घर जग्गा जमिन, आफ्नो परिवार सबै तृष्णाको जड हुन्।
यी सबै वस्तुहरूप्रति हाम्रो मन आकृष्ट रहे दुःख र कष्टपूर्ण भवसागरमा घरिघरि जन्म लिनुपर्छ। यसकारण यस मनलाई आकर्षण गर्ने सबै वस्तुहरू आफ्नो परम गुरु रत्नको चरण कमलमा मनद्वारा समर्पण गर्नुपर्छ। यसो गर्नाले यी सबै थोकबाट मानसिक तृष्णा हट्दछ। साथै आफ्नो अन्तकालमा गुरु दक्षिण चढाएको फल पनि पाइन्छ। श्रद्धा, भक्ति र स्वच्छ मनले समर्पण गरेको फल अगम्य हुन्छ। साथै मृत्युपछि साथमा जाने यो मन दिव्य आनन्दले गदगद हुन्छ। यस प्रकारले आफ्नो भौतिक सम्पत्ति गुरु रत्नलाई समर्पित गरेपछि यस जीवनको अन्तकालमा रोगको भय अनि यसद्वारा हुने असह्य दुःख कष्ट, मृत्युपछि परलोकमा प्रेत योनिमा जन्म र त्यहाँ पाइने सबै प्रकारको शोक र पीडाबाट रक्षाको निम्ति परम गुरुसँग प्रार्थना चढाउनुपर्छ। यस प्रकारको प्रार्थनाले परम गुरुको बोधि चित्त र दिव्य शक्तियुक्त करुणाले सबै प्रकारको दुर्गतिबाट मुक्त गराई बुद्ध क्षेत्रमा पुर्चाउनेछन्। सद्धर्म, सत्कर्म, गुरु सेवा र पूजा, प्रार्थना, जप, ध्यान यी सबैले सुखमय मृत्यु र त्यसपछिको जीवनमा पूर्ण सहयोग पुर्चाउने भए तापनि फोवा सर्वोत्तम धर्म हो। निरन्तर फोवा अभ्यास गर्ने मृत्युकालमा फोवा गरी शरीर त्याग्नाले अमिताभ बुद्ध साङ्गे वेपग्मे को देवाचेन गी सिडखम सुखवती क्षेत्रमा जन्म ग्रहण गर्नेछ। उदाहरणार्थ, कुनै प्रतियोगितामा भाग लिने प्रतियोगीले लगातार आफ्नो सफलताको निम्ति दिनरात अभ्यास गर्छन्। अन्तमा जब आफ्नो योग्यता र मेहनतको फलस्वरूप प्रतियोगितामा सफलतापूर्वक उत्तीर्ण हुन्छन्, त्यसपछि तिनलाई अभ्यासको अरू बढ्ता जरुरत पर्दैन। उसै गरी मृत्युपछि बुद्धको कुनै एक क्षेत्रमा प्रवेश गरेपछि कुनै आध्यात्मिक अभ्यासको हामीलाई आवश्यकता रहँदैन। आफैले फोवा गर्न नसके तापनि कुनै पारङ्गत लामा, गुरु वा धर्मबन्धुद्वारा फोवा गरेर प्राण त्याग गरे पनि बुद्धको देवाचेन गी सिडखम सुखवती क्षेत्रमा जन्म लिनेछ। जब हाम्रो जीवनको महत्त्वपूर्ण क्षण मृत्युकाल आउँछ, त्यसबेला निर्भयतापूर्वक आनन्द साथ मृत्युलाई आलिङ्गन गर्न सक्ने सामर्थ्य बन्नको निम्ति अहिलेदेखि नै अभ्यास गर्नुपर्छ। हामी जीवित हुँदै शोभाबाट जन्म भएको बढ्दो अवस्थामा धर्म कर्मको अभ्यास गर्नु आवश्यकता छ। उदाहरण, विद्यार्थीवर्गले अधिबाटै आफ्नो पाठ असलसँग अध्ययन गरेको छ भने परीक्षामा प्रश्न हल गर्न अनि असल श्रेणीमा सफलता प्राप्त गर्न तिनलाई अत्यन्तै सहज हुन्छ। यस्तै प्रकारले आफू स्वस्थ हुँदा आफ्नो कर्तव्य र धर्म कर्म नियमितसँग शुद्ध औ पवित्र भावले गरेको छ भने मृत्यु हुने समयमा कुनै प्रकारको भय हुनै छैन। मृत्युको संक्षिप्त विवरण। मृत्यु सम्बन्धी जान्न अघि सर्वप्रथम हाम्रो शरीर कसरी गठन भएको हो सो जान्न आवश्यक छ। माता पिताको समागम भए पश्चात पञ्चतत्त्व, नसो आदिको सार एकत्रित भई बिन्दुको रूपमा माताको गर्भमा प्रवेश भई शरीर गठन हुन थाल्छ र अनुकूल समयमा संसारमा प्रवेश गर्दछ। देह धारण गरी यस संसारमा तोकिएको समय आयु व्यतीत गरेपछि जब देह त्याग गर्ने समय हुनेछ, तब यी पञ्चतत्त्व एक एक गरी एक अर्कामा विलीन हुँदै जान्छ। शारीरिक ताप बाहिरी अग्नि तत्त्वमा, देह माटोमा, रक्त पानीमा, जल तत्त्वमा, श्वास वायु तत्त्वमा लय हुन्छ। यसरी सम्पूर्ण तत्त्वहरूको लयपछि प्राणको अन्त हुन्छ। हाम्रो बाह्य प्राण निस्के तापनि भित्री प्राण अथवा चेतन शक्ति वा मूल प्राण बाहिर निस्केको हुँदैन। हाम्रो जन्म अघि पिताबाट प्राप्त श्वेत बिन्दु र माताबाट प्राप्त रक्त बिन्दु क्रमैसँग मगज र नाभिमा स्थिर हुन्छ। हाम्रो प्राणान्तपछि श्वेत बिन्दु तलतिर झर्न थाल्छ अनि रक्त बिन्दु उँभोतिर चढेर मुटुमा एक अर्कोसँग संयोग भएपछि हाम्रो मूल प्राण निस्केर जान्छ। साथै हामी निष्प्राण र अचेत भई ढुङ्गा मुडासर हुन्छौँ। श्वेत बिन्दु मगजेबाट हृदयतर्फ मुटु झर्दा सेतोपन देखा पर्छन्। यसरी श्वेत बिन्दु झर्दा रिससँग सम्बन्धित 33 प्रकारका द्वेषात्मक विकल्पहरूको लय हुन्छ। यस अवस्थामा चन्द्रकिरण जस्तै सेतोपना हुनेछ। रक्त बिन्दु नाभिबाट हृदयतर्फ चढ्दा रातोपनको अनुभूति हुँदा सफ रागसँग सम्बन्धित 40 प्रकारका विकल्पहरूको लय हुन्छ। यस अवस्थामा सूर्य उदय हुँदाको रातो प्रकाशको रातोपन हुन्छ। रातो र सेतो बिन्दुको मिलन हुँदा अन्धकार कालोपन नागध्यालम हुन्छ। यस अवस्थामा मोहसँग सम्बन्धित 7 प्रकारका हुन विकल्पहरू लय हुन्छन्। यसरी हृदय चक्रमा रातो र सेतो बोध बिन्दुको मिलन हुँदा 80 प्रकारका सहज विकल्पहरू सबै नै जुन लय हुन्छन्। साधारण मानिसहरूले यस्तो प्रकारको ज्ञान बोध हुने नभएका हुनाले उनीहरू बेहोस हुन्छन्। बेहोसको अवधि 3.5 दिनसम्म रहन्छ। जब बिउजिन्छ तब आफूलाई धर्मताको बर्दोमा पाउनेछ।
धर्म अभ्यास गर्नेहरू बेहोस हुँदैन अनि महासुख शून्यताको बोध भई बुद्धता प्राप्ति गर्छन्। बुद्धत्व प्राप्त गर्नु एकै क्षणको फरक पार्छ, यसरी एकै क्षणमा पूर्ण बुद्धता प्राप्त हुन्छ। यही क्षण नै महत्त्वपूर्ण हो। आफू जीवित हुँदा धर्म अभ्यास गरेका छैनौँ भने धेरै कालसम्म विचलित रहन्छौँ। तर धर्म नै दैनन्दिनको आचरण र स्वभाव भएका महान रिम्पोछे वा पवित्रात्माहरूका चेतन शक्ति तत्काल आकाश तत्त्वमा लीन हुन्छ। आकाश तत्त्व फेरि प्रभास्वर अर्थात् प्रतिभा, ज्योति, बोध, ज्ञान, प्रज्ञामा लीन हुन्छ। आफ्नो जीवनकाल यसरी अन्त भएपछि यदि जीवित अवस्थामा हामीले असल पुण्य कर्म गरेका छौँ भने धर्मात्मा ध्यानमा लीन रहने योगीले आफ्नो प्राण त्यागेपछि जुन फल प्राप्त गर्छ यस्तै फल हामीले पाउनेछ। शरीर निष्प्राण भएपछि चेतना प्रभासोसमा लय हुन्छ। त्यसबेला स्वच्छ र सफा आकाश जस्तै हाम्रो चैतन्य निर्मल रहने हुनाले कुनै बाधाको सामना नभई पवित्र ज्ञान उदय हुन्छ। अर्थात् अघि जीवित हुँदा सत्य धर्मको अभ्यास गर्दा जुन विषय वस्तुको ध्यान गराएको थियो यस समय ती सबैको ज्ञान स्वयं प्रकट हुन थाल्छ। यसको साथै अति गुह्य आन्तरिक ज्ञान प्रभास्वरको बोध हुँदा, लामो अवधिको बिछोडपछि आमा छोराको भेट हुँदा जुन आनन्द प्राप्त हुन्छ त्यस्तै स्थिरता प्राप्त भएर मुक्ति लाभ हुनेछ। धर्म र सत्कर्ममा लीन व्यक्ति जस्तै महान लामाहरू सतर्क स्मृतिको चिन्तनमा ध्यान मगन योगीहरूले मृत्युकालमा ध्यान समाधिमा लीन हुने मुख्य कारण हो। ध्यान समाधि भन्नाले प्रभास्वर अर्थात् दिउँसो चहकिलो सूर्य किरणद्वारा प्रकाशित रहँदा दियोको ज्योति सूर्यको प्रचण्ड किरणमा लीन भए झै उत्पत्ति क्रम र सम्पन्न क्रममा स्थायी रूपले स्थान प्राप्त गर्नु हो। उत्पत्ति क्रम र सम्पन्न क्रम हामी ध्यान गर्न बस्दा इष्ट देवताको जुन रूपमाथि ध्यान गरिन्छ त्यही रूप आफूभित्र प्रतिष्ठा गरी उहाँकै स्वरूप धारण गर्नु र त्यही अवस्थामा स्थित रहनु उत्पत्ति क्रम हो। उत्पत्ति क्रम स्थिर भई आफ्नो प्राकृतिक स्वभाव जो शून्यता छ त्यही ज्ञान बोध गर्ने सम्पन्न क्रम हो। अर्थात् जीवित अवस्थामा आफ्नो इष्टदेवको रूपमा पञ्चकाय वा समन्तभद्रको ध्यानस्थ वा ध्यानमग्न हुनुलाई उत्पत्ति क्रम र सम्पन्न क्रम भन्दछन्। पञ्चकाय भन्नाले क धर्मकाय, ख सम्भोगकाय, ग निर्माणकाय, ग स्वाभाविक काय, वज्रकाय हुन्। यसरी लगातार ध्यानको प्रतिफल अनुसार उत्पत्ति क्रम र सम्पन्न क्रममा लीन भएर चित स्थिर रहन्छ। मृत्युपछि स्थूल शरीर त्यागेर सूक्ष्म शरीर मात्र रहन्छ। त्यस समय अघि ध्यान गरेको पञ्चकाय आफ्नो स्थूल शरीर नरहेकोले जीवत अवस्थामा स्मृति स्थिर गरिएको हुनाले यस अवस्थामा ती सबै स्मृति पुनः प्रकट हुँदा पञ्चकाय र समन्तभद्र बुद्धका दर्शन हुन्छ। यसरी दर्शन हुँदा आफ्नो चिरस्थायी स्वभावको बोध हुन्छ र शुद्ध ज्ञात प्रकट हुन्छ। उदाहरण, हामी विभिन्न स्थानहरू भ्रमण गर्छौँ। यसरी यात्रा गर्दा हामीले दर्शन गरेका पवित्र स्थान, गुम्बा, मन्दिर, स्तूप, बुद्धका प्रतिमाहरू इत्यादि हाम्रो स्मृतिमा रहन्छ। यदि कुनै पुस्तक वा पत्रिकामा यी स्थानहरूका चित्र, नक्सा देख्नमा आए ती सबै दृश्यहरू हाम्रो स्मृतिमा आलो भएर आउँछ अनि सबै विषयमा पूर्ण रूपले यथावत वर्णन गर्न समर्थ हुन्छौँ। यस्तै गरी हामी जीवित हुँदा ध्यान गरेको स्मृति स्थिर रहने हुनाले मृत्युपछि यी सबैको पुनः दर्शन हुन्छ अनि स्पष्ट रूपले चिन्ने योग्यता रहने हुनाले मुक्ति प्राप्त गर्नमा सहयोग हुन्छ भन्नका तात्पर्य यही हो। जुन व्यक्तिले धर्म आचरणको अभ्यास गरेको छैन, माथि वर्णन गरे अनुसार तिनले पनि मुक्ति प्राप्त गर्ने मौका त अवश्य पाउनेछ, तर धर्म अभ्यासको अभावले गर्दा प्राण अन्त हुन साथ चेतना शून्य स्थितिमा हुन्छ। जब यस स्थितिदेखि सचेत हुन्छ तब वर्णन गर्न नसकिने 4 प्रकारको डर भय उत्पन्न हुन्छ। साथै पाँचौं धर्मताको बर्दोमा प्रवेश हुन्छ। यी 4 थरीका डर हुन्: क पहिरोको डर, ख समुद्रमा डुब्ने डर, ग जल्दै गरेको जङ्गलभित्र पसेको डर, ग आदि बेही साथै आकाशको भयङ्कर गर्जनाको डर। संक्षिप्तमा यी 4 थरीका डरको विवरण निम्न प्रकारका छन्। क पहिरोको डर जीवित अवस्थामा हुँदा हाम्रो शरीरमा भएको हड्डी र मासुको वास्तविक स्वभाव ढुङ्गा र माटो हो। देहमा प्राण रहुन्जेल यसको स्वभाव चिन्न सकिँदैन। मृत्युपछि यिनीहरू आफ्नो प्राकृतिक स्वभावसँग लीन हुन्छ। साथै आफू तलतिर अनि हड्डी मासुको प्रतिरूप ढुङ्गा माटोको पहिरोले थिचेको महाडर हुन्छ। वास्तविक रूपमा यस समय सूक्ष्म शरीर मात्र रहेको हुन्छ अनि यसलाई पहिरोले थिच्न सक्ने त होइन, तर जीवित अवस्थामा हड्डी मासुको स्वभाव चिन्न नसकेको कारणले यस प्रकारको डर भएको हो। ख समुद्रको डर शरीरको रगत तरल पानी तत्त्व हो।
जीवित अवस्थामा रगतको प्राकृतिक स्वभाव थाहा नभएकोले मृत्युपछि यही रगतले भीषण समुद्रको रूप धारण गरी यसैमा आफू डुबेको अनुभव हुन्छ। यसको फलस्वरूप अत्यन्त भय उत्पन्न हुन्छ। यद्यपि हाम्रो अस्तित्व सूक्ष्म शरीरमा रहेको हुनाले यसले केही क्षति पुर्याउनु सक्ने छैन। जङ्गल जलेको डर। यो शरीर पञ्च तत्त्वद्वारा गठित हुन्छ। यी मध्ये एउटा अग्नि तत्त्व हो जो हाम्रो शरीरमा उष्ण तापको रूपमा रहेको हुन्छ। मृत्युपछि यो तत्त्व जब शरीरदेखि अलग हुन्छ तब यो स्वयं प्राकृतिक रूप अग्निमा प्रकट भएको देखिन्छ। यति मात्र होइन, अग्निको लेपेटले घेरिएको घनघोर जङ्गलको माझ आफूलाई विचलित परिस्थितिमा परेको अनुभव हुन्छ। हाम्रो सूक्ष्म शरीरलाई यद्यपि केही हानि पुर्याउन सक्दैन, तर यस स्वभाव सम्बन्ध ज्ञान नभएकोले हामी भयभीत हुन्छौँ। आदि तुफान र गड्यान गुडुङ आवाज। पञ्च तत्त्वमध्ये चौथो वायु तत्त्व हाम्रो श्वासको प्राकृतिक स्वभाव हो। हाम्रो देहबाट प्राण निस्केपछि यसको प्राकृतिक स्वभाव स्वयं प्रकट हुँदा आदि बेहरी र आकाशमा भयङ्कर गर्जनाको शब्दले भयभीत गराउँछ। तर यसले सूक्ष्म शरीरलाई कदाचित स्पर्श गर्न सक्ने छैन। हाम्रो यो सूक्ष्म शरीरलाई जस्तै डर लाग्दो आदि तुफानले पनि उडाउन सक्दैन। धर्मता भर्दोभित्र प्रवेश हुँदा आफ्नो प्राकृतिक स्वभाव स्वयं प्रकट हुन्छ। हाम्रो प्राकृतिक स्वभाव समन्तभद्र बुद्ध हुन्। समन्तभद्र बुद्धबाट पञ्चकाय वा अष्टगुरु बोधिसत्व आदि प्रकट हुनेछ। जीवित अवस्थामा ध्यान गरेको पञ्चकाय अष्टगुरु वा बोधिसत्व हाम्रो मृत्यु पश्चात इष्टदेवको रूपमा प्रकट हुनेछ। यसको साथै करोडौं सूर्यको तेज स्वरूप 4 प्रकारका महाडर 42 शान्ति र 58 उग्ररूपी क्रोधको देवताहरू प्रकट हुन्छ। यसरी यी देवगण प्रकट हुँदा धर्म अभ्यास नगर्ने वा ध्यान नगर्ने अथवा कुनै प्रकारको धर्म ज्ञान नभएको व्यक्तिले शान्ति र उग्ररूपी देवताहरू प्रकट हुँदा चिन्न सक्दैन। तब भयभीत भई तर्सेर आतंकित र अन्योलमा परेर मनमा डर र त्रास उत्पन्न हुन्छ। यसरी मनमा अत्यन्त डर उत्पन्न हुँदा बुद्धि लोप भएर भ्रमित अवस्थामा पर्छ। त्यस समय धर्मता भर्दो र मरण अवस्थाको भर्दो एकार्कामा विलीन हुन्छ। यस स्थितिमा हाम्रो प्रथम मृत्यु हुँदा जसरी पञ्च महाभूत एक एक गरी अलग भएर आफ्नो मौलिक तत्त्वमा लय हुन्छ, त्यसरी नै चेतना आकाश तत्त्वमा लीन हुन्छ। अब निर्मल आकाश स्वरूप प्रभास्वर उदय भएको दृश्य प्रकट हुन्छ। जीवित अवस्थामा प्रभास्वरको ध्यान र चिन्तन गरेको छैन भने यसको केही जना हुने छैन तथा क्षणभरमा नै यो अल्पिन्छ। तर आफ्नो जीवनकालमा चिन्तन र ध्यान गरी जसले प्रभास्वर ज्ञानका परिचय प्राप्त गरेको हुन्छ, भर्दो अवस्थामा यसको दर्शन हुँदा जसरी धेरै वर्ष छुटेर बसेको आमा छोराको भेट हुँदा आनन्द प्राप्त हुन्छ, उस्तै अतुलनीय आनन्द अनुभवको साथै पवित्र ज्ञानको बोध पनि हुन्छ। अन्तिम क्षण मृत्युकालमा स्मरण गर्नुपर्ने विशेष कुरो यस प्रकार छ। जब हाम्रो अन्तको मृत्यु बोध हामीलाई हुन्छ तब पञ्चतत्त्व माटो, पानी, अग्नि, वायु र आकाश एक एक गरी आफ्नो मौलिक तत्त्वमा लीन हुन्छ। अघि आफ्नो मनलाई विचलित गर्ने सांसारिक विषय वस्तु जस्तै इच्छा, ईर्ष्या, इष्टमित्रको माया, पारिवारिक मोह बन्धन सबै त्याग्नुपर्छ। यी सबैबाट आफ्नो मनलाई हटाउनुपर्छ। यी सबै सांसारिक भोगहरू भवसागरमा डुबाएर राख्ने कारण हुन् ठानी यिनीहरूप्रति मनलाई आकर्षित हुनु दिनु हुँदैन। किनभने यस अवस्थामा सांसारिक वस्तुहरूप्रति मन आकर्षित भए अत्यन्त कष्ट पाउनेछ। यसको फलस्वरूप फेरि यस संसारमा विभिन्न जीव, किरा, फटेङ्ग्रा, पशु पक्षीको योनिमा जन्म ग्रहण गर्नुपर्छ। मुक्ति पाउने सम्भावना नै रहँदैन। यस प्रकारले कर्मको अधीनमा परेर कल्प कल्प पर्यन्त जन्म मरणको भवरीमा फसिन्छ। यसै कारण मृत्युकालमा पञ्चतत्त्व लीन हुन अघि नै सम्पूर्ण सांसारिक माया मोहबाट स्थिरतापूर्वक अलग गर्नु अति आवश्यक छ भन्नुको मुख्य कारण यही हो। प्राय सबै मानिसलाई मृत्युकालमा विचलित बनाउने कारण आफ्नो छोराछोरी र सन्तानको जीविका सम्बन्ध भावना हो। त्यस क्षण उसको मन चिन्ताग्रस्त भई मेरो मृत्युपछि यी छोराछोरीहरूले के गरी कसरी आफ्नो जीवन बिताउँछ होला, यिनीहरूले दुःख पाउँछ होला, यस्तै कति थरीको विचार र भावनाले शोकाकुल बनाइदिन्छ। तर वास्तविकता यस्तो हुन्छ कि छोराछोरी बारे सोच्नाले उनीहरूले सुख र नसोचे दुःख पाउने त प्रश्न नै उठ्दैन। सबै प्राणीले आफ्नो कर्म अनुसार भाग्य लिएर आएको हुन्छ। साथै आफ्नो कर्म अनुसार यस संसारमा सुख दुःख बीच आफ्नो गुजारा गर्छ। यो सृष्टि अन्तर्गत रहेको जम्मै पशु प्राणीले आफ्नो पेट पालन त येन केन प्रकारेण गरि नै रहेको छ।
यसर्थ यो सम्बन्धमा सोचेर आफ्नो मनलाई विचलित बनाएर मुक्तिको मार्गदेखि किन च्युत गराउने? आफ्नो मरण समयमा मनलाई स्थिर राख्ने प्रयास गर्नुपर्छ, किनभने अन्तिम क्षणमा मनको शक्ति औधी तीव्र हुन्छ। यसर्थ यस घडी मनलाई जता लगायो त्यही दिशामा द्रुत गतिले प्रवाहित हुन्छ। जस्तै विद्यालयको परीक्षा जब नजिक आउँछ, विद्यार्थीवर्गले पढेको पाठ चाँडोसँग याद गर्न सक्ने क्षमता मनको यही तीव्रताको कारणले हो। जसरी निग्न लागेको दियोले पनि आखिरी पलमा धेरै ज्योति दिन्छ, उसै गरी प्राणान्त हुने क्षणमा हाम्रो मन पनि खुबै शक्तिशाली हुन्छ। मृत्युकालमा हामीलाई रक्षा गर्ने क्वेन छेउ सुन त्रिरत्न बाहेक अरू कोही छैन। उहाँले मात्र हाम्रो रक्षा गर्न सक्नुहुन्छ। यसकारण हामी सबैले मरण अवस्थामा आफ्नो आन्तरिक हृदयबाट त्रिरत्न बुद्ध, धर्म र सब अनि आफ्नो कुलगुरु चबिलामालाई श्रद्धा भक्ति साथ प्रार्थना चढाउनुपर्छ। कुलगुरुलाई चिन्नु हाम्रो परम धर्म हो। यदि कुलगुरु नभए कुनै बोधिसत्वलाई स्मरण गर्नुपर्छ। मृत्युपछि जब हामी बढ्दो अवस्थामा प्रवेश गर्दछौँ, तब अत्यन्त भयभीत, अनन्त कष्टहरूको सामना गर्दै साँघुरो र अति अप्ठ्यारो बाटोमा हिँड्न पर्दा आफ्नो कुलगुरु, बोधिसत्व तथा त्रिरत्न बाहेक अरू कसैले पनि हाम्रो सहायता गर्न सक्ने छैन। मुक्ति प्राप्त नगरेका सांसारिक देवी देवताहरूले पनि बढ्दोबाट बचाउनु सक्ने छैन। बढ्दो अवस्थाको डरबाट रक्षा गर्ने परम शक्ति केवल आफ्नो कुलगुरुमा हुन्छ। यसर्थ मृत्यु हुन अघि आफ्नो कुलगुरुलाई पवित्र चित्तले एकाग्रत साथ श्रद्धा अनि भक्तिपूर्वक निम्न प्रकारले प्रार्थना चढाउनुपर्छ। मैले मेरो जीवनकालमा अनेकानेक कुकर्म र पाप जानी बुझी वा अन्जानमा जे जति गरे ती सबको निम्ति क्षमा गरिदिनुहोस्। साथै यो देहबाट प्राण निस्केपछि तपाईँले कृपा गरी सम्पूर्ण दुःख कष्टबाट रक्षा गरी बुद्ध क्षेत्रमा पुर्याउनमा सहायता गरिदिनुहोस्। यस्तो प्रकारले मृत्यु हुन अघि आफ्नो गुरुलाई प्रार्थना गर्न सके उहाँको आशीर्वादले मुक्ति प्राप्त गर्नेछन् भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ। सबैको यस्तो प्रकारको मरण हुन सम्भव छैन, तर यदि यस प्रकारको मृत्यु भए अति उत्तम हो, कारण अन्तिम क्षणमा पनि मुक्ति प्राप्त गर्ने सुनौलो मौका पाउने सम्भव छ। यस्तो मौका उपलब्ध नभएको खण्डमा मुक्ति प्राप्त गर्ने के उपाय गर्ने हो? यदि कुनै एक बिरामी व्यक्ति जसलाई उपरोक्त कथनबारे केही ज्ञान छैन, उनलाई कसरी रक्षा गर्ने त? के तिनको निम्ति केही उपाय गर्न सकिन्छ? बौद्ध धर्म अन्तर्गत सबै प्राणीलाई मुक्ति प्राप्त गराउने उपाय सुरक्षित छ। यदि कोही बिरामी व्यक्तिले अन्तिम श्वास लिइरहेका छन् भने कोही एक महान लामा गुरु वा कुलगुरुको सहयोगले तिनलाई निश्चय नै बढ्दो अवस्थामा रक्षा गर्न सकिन्छ। यी सबै सम्भव नभएको खण्डमा त्यो व्यक्तिको परम मित्र जोसँग केही अनबन नभएको धर्म बन्धुको सहायताद्वारा उनको रक्षा हुन सक्छ। मृत्यु हुँदा पञ्चतत्व माटो, पानी, अग्नि इत्यादि एक एक गरी कस्तो प्रकारले आफ्नो मौलिक तत्त्वमा लीन हुन्छ सो विषय सविस्तार स्पष्टसँग व्याख्या गरिदिनाले तिनले सामना गर्न पर्ने 4 महाभयबाट तिनको डर हराउँछ। यसरी त्यो व्यक्तिलाई आफ्नो वास्तविकता स्मरण हुने गरी पूर्ण सङ्केत गरिदिनुपर्छ। उसको सम्पूर्ण ज्ञान ध्यान आफ्नो गुरुप्रति आकर्षित गराइदिनुपर्छ। बढ्दो ठङडोल ग्रन्थको पाठ गरेर प्रार्थना चढाउनाले खुबै फाइदा हुन्छ। जस्तै परीक्षा सुरु हुन अघि आफ्नो पाठ असलसँग अध्ययन गरेको छ भने सर्वोत्तम हो। परीक्षा सुरु भएर पनि ध्यानपूर्वक पाठ पोख्न सके अथवा आफ्नो साथी सहपाठीसँग आफ्नो पाठ विषय तर्कद्वारा बुझ्न सके धेरै मात्रामा लाभदायक हो। तर परीक्षामा असफल भएपछि त्यस विषयमा चिन्तित भएर बारम्बार स्मरण गरे तापनि लाभ हुन्छ र? अथवा कोही व्यक्तिलाई कुनै टाढो तीर्थमा जान छ भने रेल छुट्न समयभन्दा केही समय अगाडि पुग्न सके अत्युत्तम हो। रेल छुट्न लाग्दा पुगे पनि केही लाभदायक मान्नुपर्छ, तर रेल छुटिसकेर स्टेसन पुगे के फाइदा भयो? यसबाहेक आफू कहिल्यै नगएको सहर वा देशमा जान परेको खण्डमा त्यस स्थानको विषय सम्बन्धी केही जानकारी नभई गए अनेकानेक दुःख र कष्ट भोग्नुपर्छ। त्यस स्थानको भौगोलिक ज्ञान नभएकोले कहाँ के छ, कस्तो छ थाहा नभएकोले विपदमा पर्नेछ। तर अघिबाट त्यस स्थान सम्बन्धी यदि कोही व्यक्तिबाट त्यस स्थानबारे ज्ञान प्राप्त गरे हामीलाई खुबै फाइदा हुनेछ। यस्तै प्रकारले मृत्यु शैय्यामा रहेको व्यक्तिलाई आफ्नो गुरु लामा वा धर्मबन्धु अथवा मिल्ने साथीले मृत्यु सम्बन्ध बढ्दोमा वर्णन गरिएको अनुसार सविस्तार मृत्यु त्यसपछिको स्थिति व्याख्यान गरिदिए त्यो मर्न लागेको व्यक्तिको निम्ति ठूलो उपकार हुनेछ। यसरी त्यो व्यक्तिलाई बुद्ध वा बोधिसत्वको आशीर्वाद प्राप्त गर्नमा सहयोग पुर्याउन सकिन्छ।
निसन्देह सम्पूर्ण बुद्ध करुणमयी स्वभावका हुन्छन्। उहाँहरूले सर्व प्राणीहरूलाई दुःखको सागरबाट मुक्त गराई निर्वाण प्राप्त गराउने सङ्कल्प गर्नुभएको हुनाले उहाँहरूका नाम स्मरण गरी प्रार्थना गरेको साथै माथिबाट झारेको अङ्कुशेको घाट र मुनतिर रहेको अङ्कुशेको घाट मिल्दा जसरी तल रहेको भारी सहजै उठाइन्छ उसै गरी हाम्रो उद्धार पनि सहज हुन्छ। बुद्धका अनेक नाम छन्, जस्तै साङ्गे दिमे रिन्छेन, चुक्तोर चेन, विमल रत्न उस्निसा बुद्ध, साङ्गे बेतगमे, अमिताभ बुद्ध, तेन्पा साङ्गे, साक्यमुनि बुद्ध वा अरू कुनै पूर्व बुद्धहरूका नाम स्मरण गरी आन्तरिक हृदयबाट प्रार्थना चढाए खुबै लाभदायक सिद्ध हुन्छ। मर्न लागेका मान्छेले बुद्ध वा बोधिसत्वका नाम मात्र सुन्न सके दुर्गतिमा जन्म र त्यहाँका सम्पूर्ण दुःखबाट सुरक्षित हुनेछ भनी बुद्ध वाणीमा बताइएको छ। मृत्यु वास्तवमा इहलोक छोडेर परलोकमा प्रवेश गर्नु हो। यसर्थ जसरी कोही व्यक्ति आफू कहिल्यै नगएको नौलो जग्गामा जान परे आत्तिन्छ अनि मनमा एक प्रकारको शङ्का रहन्छ, उस्तै गरी इहलोक छाडी परलोक जान पर्दा झन् मानिसको कस्तो दयनीय अवस्था हुन्छ यो त अनुमान पनि लाउन सकिँदैन। तर आफू पुग्न पर्ने स्थान सम्बन्ध पूर्व अनुभव प्राप्त व्यक्तिद्वारा ज्ञान हासिल गर्न सके धेरै मात्रामा सहयोग प्राप्त हुनेछ। अझ उनी स्वयं मार्गदर्शकको रूपमा लिएर जान सके अत्युत्तम हो। यस्तै गरी बुद्ध वा बोधिसत्वहरू मृत्यु लोक पार तरिसकेका हुनाले साथै सम्पूर्ण जीवन उहाँहरू बुद्धको नाम स्मरण गरी व्यतीत गरेका व्यक्तिद्वारा मृत्यु र त्यसपछिका अवधिमा हाम्रो अगुवाको रूपमा प्राप्त गर्न सके मोक्ष प्राप्त गर्न केही कठिन हुने छैन। हाम्रो प्राण अन्त हुन साथ हामी अचेत हुन्छौँ अनि पछि भर्दोमा प्रवेश भएर सचेत हुँदा प्रभास्वर चिन्ने क्षमता नहुनाले तत्काल यो लुप्त हुन्छ। तब धर्मताको भर्दो उदय हुन्छ साथै अघि वर्णन गरे अनुसार शान्ति औ उग्ररूपी देवताहरू प्रकट हुन्छ। त्यति बेला मनलाई भयभीत तुल्याउने शब्द आवाज सुनिन्छ। यो आवाज सैकडौँ ज्वालामुखी पर्वत वा असंख्य बम पड्के जै तथा हजारौंको संख्यामा आकाश गर्जे जै भयंकर आवाज हुन्छ। जीवित अवस्थामा प्रदर्शित इच्छा, तृष्णा, क्रोध वा अविद्याको फलस्वरूप मृत्युपछि सेतो, रातो वा कालो साँबुरो बिरालो बाटोमा पुगिन्छ। यति मात्र होइन, अन्धा बनाउने असंख्य बिजुली चम्केको जै ज्योति अनि त्यो भयानक आवाजको उत्पत्तिले अत्यन्त डर सृष्टि गर्छ। तर यी सबै वास्तविक रूपमा स्वसृजित हुन् अनि यस सम्बन्ध ज्ञान नभएकोले डर हुन्छ। जीवित अवस्थामा मानसिक भोग विलास र तृष्णाद्वारा इच्छा प्रकट हुन्छ। इच्छा पूर्ण नभए क्रोध उत्पन्न हुन्छ। यी दुवैको कारण अविद्या हो। पूर्व स्मृतिको रूपमा यी सबै चेतनामा स्थायी रूपमा अंकित भएको हुनाले मृत्युपछि जब यो देह रहँदैन तब प्रस्फुटन हुन्छ। यसर्थ यी डरहरू वास्तविक नभएर स्वसृजित हुन्। तर यो डर उत्पन्न हुन साथ लोप हुन्छ एवं चेतना शरीरको कुनै एक इन्द्रियद्वारा बाहिर निस्कन्छ। त्यसबेला मन र शरीर पृथक हुन्छ। चेतना शरीरबाट निस्केपछि यो भौतिक शरीर रहने छैन। सपनाको शरीर रहनाले दिन र रात तथा उज्यालो अँध्यारो माझ केही अन्तर रहँदैन। चेतनाको कौशलताले सूक्ष्म शरीरबाट आफ्नो बाटो मात्र देख्न सक्ने प्रकाश प्रकट हुन्छ। यस अवस्थाको शरीरको अस्तित्व भएर पनि प्राकृतिक संकेतहरू प्राप्त हुँदैन, जस्तै यो शरीरको छाया हुँदैन, हिँडिरहेको हुन्छ, पैतालाको छाप बस्दैन, बोल्छ तर आवाज सुनिँदैन, तथा उनीहरूले भनेको वा सोधेको कुराको जवाब नपाउँदा अत्यन्त दुखी हुन्छन्। तर भर्दो अवस्थामा रहेका प्राणीहरूले एकार्कालाई देख्छन् साथै वार्तालाप पनि गर्छन्। तर हामी उनीहरूलाई देख्न सक्दैनौँ, यद्यपि उनीहरूले हामीलाई देख्छन्। हामीले भर्दोको प्राणीलाई देख्न नसकेको कारण उनीहरू हावा झै पातलो र मन झै सूक्ष्म हुन्छन्। भर्दो अवस्थामा घुमी हिँड्ने प्राणीहरू माताका गर्भमा साथै पवित्र बुद्ध भूमि होग्निन्गी फोडाङ बुद्ध गयामा बाहेक अन्य 6 वटा लोकमा जही पनि पुग्न सक्छ। मनको गतिवेग सूर्यको प्रकाशको गतिवेग भन्दा 100 गुण बढ्ता हुन्छ। यो तत्काल आफूले इच्छा गरेको स्थानमा पुग्छ। यसलाई यातायातको निम्ति कुनै माध्यमको आवश्यकता पर्दैन। यसको मार्गमा उपस्थित सबै बाधाहरू जस्तै विशाल चट्टान वा अथाह सागर हामीले आँखा जिमिक्क गरेको समयमा पार गर्न सक्छ। यस्तै स्वभाव हाम्रो मनको पनि हुन्छ। मन अति चञ्चल हुन्छ। यो क्षणभर पनि एक स्थानमा स्थिर रहन चाहदैन। भर्दोमा यसको अस्थिरता अझ बढ्ता हुन्छ। बतासको हुरीले उडाएको प्वाख वा सुक्खा पात झै भर्दोको प्राणीको अवस्था हुन्छ।
यस अवस्थामा बढ्दो प्राणीले अस्थायी अभिज्ञान क्षणिक दिव्य ज्ञान प्राप्त गर्ने हुनाले यसले जीवित प्राणीको मनको सबै विचार कुराहरू जान्न सक्छ। तर यो दिव्य ज्ञान अस्थायी हुनाले यो ज्ञान प्राप्त भएको केही कालपछि लुप्त हुन्छ। त्यस समय बढ्दो अवस्थाको असह्य दुःखमा आफूलाई पाउँदा आफ्नो रक्षा गर्ने गुरु लामा बोधिसत्वको स्मरण उदय हुन्छ। यति मात्र होइन, अघि जीवित हुँदा दुःख गरी कमाइएको धन सम्पत्तिप्रति मन आकर्षित हुन्छ। साथै यसरी सञ्चय गरिएको धनराशि अरूले कस्तो प्रकारले प्रयोग गरिरहेछ अनि उसको मृत्युपछि उसको धर्म पुण्यको निम्ति कति खर्च गरिँदैछ वा आफ्नो मनोरञ्जनमा मात्र खर्च गरिँदैछ सो विषयमा सम्पूर्ण ज्ञान प्राप्त गर्छ। कुकर्मद्वारा कमाइएको धन भए बढ्दोमा अझ बढ्ता कष्ट हुन्छ अनि यस अवस्थामा प्रयाश्चित गरे तापनि केही लाभ हुँदैन। धन सम्पत्ति जुनसुकै ढङ्गले कमाएको भए तापनि आफ्नो मृत्युपछि त्यो धन अरूले उपभोग गरेको देख्दा दुःख लाग्छ, साथै रसी उठ्छ, तर त्यति बेला केही गर्न सक्ने छैन। किनभने यदि अत्यन्तै रिस गरे अझ दुःखी अनि कष्टदायी जीवन ग्रहण गर्न पर्ने डर हुन्छ। आफ्नो जीवनकालमा अर्जन गरेको सम्पत्ति के उचित र सत्कर्मको निम्ति प्रयोग हुँदैछ? आफ्नो परिवारको दिवाङ्गत आत्माको मुक्ति र भलाइको निम्ति घेवा कुशल धर्म साथै पुण्य गराउने अन्य सत्कर्म जस्तै दान, अन्नदान, गरिब रोगीहरूको दवाई पानीको निम्ति अर्थदान, पूजाने वा कति खर्च गरिरहेछ, यी सबैको प्रत्यक्ष जानकारी त्यस जातिमा प्राप्त हुन्छ। यदि उसले मृत आत्माले कमाएको सम्पत्ति आंशिक रूपमा नै भए पनि तिनको स्मृतिमा पुण्य कर्म दान पूजादिमा खर्च गरिदिए तिनलाई अत्यन्त फाइदा हुन्छ। दुःख जसलाई परेको छ भोग्नु उसैलाई पर्छ, अरूले त सान्त्वना मात्र दिन सक्छ। यस्तै प्रकारले बढ्दो अवस्थामा रहेको प्राणीको दुःख र कष्टको भागीदार उनी स्वयं हुन्छ। तर हामी जीवित आफन्तहरूले उनको यस्तो दुःख धेरथोर कम गराइदिन सक्दछ। तर यसको विपरीत त्यो मृत व्यक्तिको धन सम्पत्ति जीवित सन्तानले आफू माझ हिस्सा बाँड्दा गरी आफ्नो रुचि अनुसार मनोरञ्जनमा खर्च गरे त्यो मृत व्यक्तिको मनमा चोट पर्नेछ। यसो हुँदा उनी अत्यन्तै दुखित भएर रिस गर्छ। रिस वा क्रोधको स्वाभाविक प्रकृति अग्नि हुनाले बढ्दोमा रिस गरेको फल अनुसार आगो दन्किरहेको भट्टी जस्तै नरकमा जन्मने सम्भावना हुनाले तिनलाई अत्यन्त शोक हुन्छ। मृत व्यक्तिले पाएको दुःख उसैले मात्र भोगिरहेको हुनाले हामी जीवितलाई यसको केही ज्ञान हुँदैन। दुःखको महत्त्व पीडा दुखीले नै मात्र बुझ्छ, अरूलाई यसको सम्बन्ध केही ज्ञान हुँदैन। मृत व्यक्तिले भोगिरहेको दुःख हामी जीवित प्राणीलाई किञ्चित ज्ञान हुँदैन। यसकारण उनको मनलाई चोट पुर्याउने कुनै पनि काम जीवित प्राणीले गर्नु हुँदैन। यसर्थ सदैव हाम्रो शुद्ध प्रयास यस्तो हुन पर्छ कि उनको मन 5 विष जस्तै क्रोध राग तृष्णा ईर्ष्या र अहंकारको पासोबाट मुक्त गराई जन्म मरणको चक्रदेखि रक्षा गर्नु, यम बुवरीदेखि पार गराउनु हो। बढ्दो अवस्थामा असंख्य प्राणीहरू अल्मलिएर घुमिरहेका हुन्छन्। ती सबै प्राणीहरू भोक तिर्खा गर्मी ठण्डा साथै अनन्त डरले छटपटिरहेका हुन्छन्। यस अवस्थामा यहाँ डर र दुःख बाहेक सुख भने पटक्कै प्राप्त हुँदैन। अधिक मात्रामा धर्म कर्म तथा पाप कर्म पनि नगरेका अर्थात् जसले विविध कालमा थोरै परिमाणमा नै भए पनि सद्धर्म अनि केही मात्रामा अधर्मी कर्म पनि गरेका व्यक्ति मृत्युपछि बढ्दो अवस्थामा प्रवेश गर्दछ। किनभने जुन व्यक्तिले धर्म कर्म भनेको केही जानेकै हुँदैन, समस्त जीवन नै असत र कुकर्म गर्नमा नै आनन्द प्राप्त गर्दछन्, त्यस्तो व्यक्तिको मृत्यु हुन साथ नै सन्देह नरकवास हुनेछ। जसरी एउटा भारी वस्तु समुद्रको पानीमा झर्दा सोझै समुद्र तलमा पुग्छ। तर यसको विपरीत महान योगी लामा रिम्पोछे जसले आफ्नो सम्पूर्ण जीवन नै अरूहरूको कल्याण र सद्धर्मको मात्र अभ्यास गर्छन्, आफ्नो प्राणान्त हुन साथ बुद्ध क्षेत्रमा प्रवेश प्राप्त गर्छन्। धर्म अभ्यास गर्ने व्यक्ति र महापापीलाई छोडेर हामी मध्यम वर्गका मानिसहरू भव बढ्दोमा पुग्नै पर्नेछ। बढ्दो अवस्थामा आफ्नो प्राकृतिक स्वभावलाई चिन्न सकेको खण्डमा मुक्ति प्राप्त गर्ने सुनौलो मौका हुन्छ। किनभने यस अवस्थामा आफ्नो पूर्वकृत कर्महरूको महत्त्व बुझ्ने क्षमता हुन्छ। बढ्दो अवस्था दुःखपूर्ण हुन्छ, तर सुख वा दुःख पाउनु जीवित हुँदा गरिएको कर्ममाथि निर्भर गर्छ। मानिसको देहान्तपछि मुक्ति पाउने सुनौलो मौका बढ्दो अवस्था हुनाले यसको फाइदा उठाउनु उचित हो, गुमाउनु होइन। एक व्यक्तिले गर्ने काममा अरू कसैले सहयोग गरिदिए जति सहज र सफलपूर्वक गर्न सकिन्छ, उसै गरी मृतात्माको उद्धारको निम्ति जीवित सन्ततिले धर्म दान पुण्य गरिदिने लाभदायक हुन्छ।
मृत व्यक्तिको नाममा दान पुण्य आदि धर्म कार्य गरिदिनाले वीरबाट झरेर पोथ्रामा अल्झिएको व्यक्तिलाई डोरी दिई रक्षा गरेझै उनको उद्धार गर्न सकिन्छ। सांसारिक देवी देवताहरू मृत्युको पञ्जा र बढ्दो अवस्थाबाट मुक्त नभएको हुनाले उनीहरूबाट उद्धार सम्भव हुँदैन। उनीहरूबाट यसको आशा गर्नु त योगीको घरमा सन्यासी पाहुना भने जस्तै हुन्छ। मृत्यु र बढ्दोको दुःखबाट उद्धार त्रिरत्न र बोधिसत्वहरूमा मात्र छ। उहाँहरूका पूजा गरेर प्रार्थना बिन्ती चढाउनाले बढ्दो प्राणीहरूको उद्धार गर्न सकिन्छ। निधन आत्माको नाममा पुण्य कामहरू जस्तै दीन दुखीहरूलाई अन्नदान अर्थदान वस्त्रदान गरी सन्तुष्ट तुल्याउनु अनि प्रेतात्मालाई सुर अग्निमा अन्न जलको आहुति तोरमा चढाएर सर्व प्राणीहरूको कल्याण र उद्धारको निम्ति प्रार्थना गर्ने शान्ति र क्रोधी उग्ररूपधारी देवताहरूको मण्डला निर्माण गरी उहाँहरूलाई प्रवेश गराई उत्पत्तिक्रम र सम्पन्नक्रम योगको उपायद्वारा मृत व्यक्तिको चेतनालाई खिचेर मण्डलाको सामान्य राखेको नक्सामा प्रवेश गरी बस्ने स्थान दिन्छन्। बुद्ध धर्म औ सबै सत्य हुनाले उहाँहरूको करुणामयी शक्तिले मृत व्यक्तिको चेतना आत्मा जहाँ भए पनि दिव्य शक्तिको प्रभावद्वारा त्यस नक्सामा प्रतिष्ठा गराउनमा सहायता दिनेछन्। मृत व्यक्तिको चेतनालाई गुई तान्त्रिक धर्ममा प्रवेश गराउँदा सर्वप्रथम अभिषेक बाण दिइन्छ, जसको पूर्व पाप र दुष्कर्महरू गुह्य तान्त्रिक धर्मद्वारा शुद्ध गर्ने उपाय गरिन्छ। कुशल उपायद्वारा दुर्गतिमा जन्मने द्वार बन्द गर्ने उपाय गरिन्छ। बढ्दो थ्वे डोलमा बताइएको धमबाणी अनुसार मृत व्यक्तिको उद्धारको निम्ति निम्न उपाय गरिन्छ। कुलपुत्र भर्ने व्यक्तिको नामोच्चारण गरी अब तिम्रो अन्तकाल समेत आइरहेछ। यसर्थ आफ्नो मन स्थिर गरी यसरी प्रार्थना चढाऊ, हाय म अब मेरो जीवनको अन्तिम क्षणमा पुगे। यस देहलाई त्यागेपछि म प्रथम बुद्धत्व प्राप्त गरौँ र सम्पूर्ण प्राणीको उपकार र उद्धार गर्न सकौँ। साथै तिमीलाई यो पनि बुझाउनु आवश्यक छ कि तिमीले आफ्नो मुक्तिको मार्ग खोज्ने समय आयो। तिम्रो प्राण जान साथ प्रथम बढ्दो उदय हुन्छ, साथै प्रभास्वर प्रकट हुन्छ। यो सर्वधर्म आकाश जस्तो शून्य अनादि औ अनन्त साथै मध्यरहित प्रभास्वर ज्योति प्रकट हुँदा भयभीत नहुनु। यसलाई चिन्ने कोसिस गर्नु, किनभने यो तिम्रो आफ्नै प्राकृतिक स्वभाव हो जो वास्तवमा समन्तबद्ध र बुद्ध हुन्। यदि यसलाई चिन्न सक्यौ भने तत्काल निर्वाण प्राप्त हुनेछ, तर यसलाई चिन्न सकेनौ भने अर्को बढ्दोमा प्रवेश गरिनेछ। धर्म अभ्यास गर्ने, सत्कर्म गर्ने र शुद्ध नाडी भएका व्यक्तिलाई यो चिन्न सहज हुन्छ। शरीरबाट प्राण निस्केपछि मन आत्मा मात्र रहन्छ, तरै पनि यस अवस्थामा जीवितमा जै शरीर हुँदैन, सूक्ष्म शरीर मात्र हुन्छ। सपनामा जसरी सपना हो भनी थाहा लाग्दैन, उसरी नै मृत्युपछि मृत्यु हो भनी ज्ञान हुँदैन। यस अवस्थामा आफ्नो इष्टदेव नभए इष्टदेवको रूपमा आर्य अवलोकितेश्वरको ध्यान गर्नु मुक्तिदायक हो। यसरी नै सविस्तार यसो भनी सम्झाउनु पर्छ, अघि धर्मता र भव बढ्दो प्रकट हुँदा तिमीले चिन्न सकेनौ, तथापि आगामी के कस्तो अवस्था प्रकट हुन्छ तिमीलाई बताउँछु, ध्यानपूर्वक सुन। यो पार्थिव शरीर त्यागी संसार छाड्नु मृत्यु हो। यो संसार तिमीले मात्र होइन, तर यहाँ जन्म ग्रहण गर्ने प्रत्येक जीवले कुनै एक दिन त्याग्नुपर्छ। यसकारण अहिले जीवित रहेका प्रति भएको तिम्रो माया मोह वा द्वेष भावना नै भए पनि त्याग, किनभने तिमीले हामीलाई माया गरे तापनि हामीसँग बस्ने अधिकार छैन। तिमी इहलोकदेखि परलोक पुगिसक्यौ, हाम्रो एकसाथ गुजारा गर्ने कर्म सिद्धियो। माया मोह आदिको जालमा फसेर आफ्नो मन विचलित नपर, त्रिरत्नको स्मरण गर। धर्मता बढ्दोमा भयभीत गराउने डर लाग्दो आवाजहरू हुँदा आफ्नो स्मृतिलाई दृढ गरी निर्भयतापूर्वक बस्नु। सहस्रौं गड्यान बुडुङको गर्जना जै आवाज अथवा अत्यन्त चहकिलो बिजुली चम्केको जस्तै प्रचण्ड अग्नि ज्वाला वा सहस्र सूर्यको ज्योति जै उज्यालो तेज उत्पन्न भए पनि निर्भयतापूर्वक बस्नु। किनभने तिम्रो सूक्ष्म शरीर भएको हुनाले तिमीलाई अग्नि, पानी, हतियार आदिले केही क्षति पुर्याउन सक्ने छैन। तिमीलाई कसैले मान सक्ने छैन, तिम्रो फेरि मृत्यु पनि हुने छैन। यसर्थ तिम्रो आफ्नो प्राकृतिक स्वभाव चिन्ने प्रयत्न गर। बढ्दोलाई बढ्दो हो भनी बुझ, यसरी धर्म सुनाई मार्गदर्शन गर्ने काम गर्छ। यी सबै वृत्तान्त बुझ्न नबुझ्न उसको कर्म हो। यदि यी सबै वृत्तान्तलाई राम्ररी बुझेर धर्मबाणी पालन गरे मुक्तिको मार्ग प्राप्त हुनेछ। यसरी दिवाङ्गत आत्माले अनेकौं सुनौलो मौका पाउनेछ। उपरोक्त सबै उत्तम उपाय गरेर अन्तमा मर्ने मान्छेको नाम जलाइन्छ। यसरी नाम जलाउँदा आफ्नो कमानुसार कति त्यही क्षणमा मोक्ष प्राप्त गर्छन्।
मोक्ष प्राप्त नभए तापनि दुर्गतिमा जन्म हुनदेखि उद्धार गरिदिन्छ। उदाहरण, डुब्दै गरेको व्यक्तिलाई जसरी एक निपुण तैराकले उनको प्राण रक्षा गरिदिन सक्छ, बढ्दो अवस्थाको प्राणीलाई धेरै उपायद्वारा सहयोग पुर्याउन सकिन्छ। ती उपायहरूमध्ये कही निम्न प्रकारका छन्: निधन आत्माको नाममा पवित्र चित्तले दान पुण्य गर्नु, सामूहिक रूपमा षडाक्षर मन्त्र ओम मणि पद्मे हुँ को जाप गर्नु, अरू प्राणीको प्राण रक्षा छेथर गर्नु, लुगामा षडाक्षर ओम मणि पद्मे हुँ मन्त्र छापेर पवित्र स्थानमा ध्वजा लुङ्दर टाङ्नु, दरिद्रहरूलाई भोजन वस्त्र र अर्थदान गर्नु, आर्यभद्राचार्य प्राणीदान राजा भन्ने प्रार्थना 100, 1000 वा यो भन्दा बढी मात्रामा गर्नु, शान्ति प्रकारको यज्ञ गर्नु, सहस्र बत्ती जलाउनु, शान्ति अनि उग्र देवताहरूको मन्त्र पाठ गर्नु, बोधिसत्वहरूले जय प्रार्थना गर्नु, महान रिन्पोचेहरू वा योगीहरूलाई मर्ने मानिसको नाममा ङ्गव सङ्कल्प गर्न लाउनु इत्यादि। त्रिरत्न र बोधिसत्वहरूका चित्तलाई पवित्र कर्महरू बाहेक अन्य कुनै पनि शक्तिले स्पर्श गर्दैन। उहाँहरूलाई हामीले चढाएको प्रार्थनाको प्रभाव निश्चय नै पार्नेछ अनि मृत व्यक्तिको उद्धारको निम्ति आशीर्वाद प्राप्त हुनेछ। यसकारण पवित्र कर्महरूले मात्र बुद्ध र बोधिसत्वहरूका चित्तलाई बिउजाउने हुनाले यस्तो कर्म गर्नु अनिवार्य छ। बोधिसत्वहरू सर्व प्राणीको उद्धारको निम्ति सदैव तत्पर रहन्छ। जबसम्म सम्पूर्ण प्राणीहरूको उद्धार हुँदैन तबसम्म उहाँहरू वही रूपमा रहने सङ्कल्प गरेका छन्। हामीले पुण्य कर्म गरी उहाँहरूलाई प्रार्थना चढाए असीम करुणा र मैत्रीको वर्षा हुनेछ र मर्ने मान्छेलाई करुणा र मैत्रीको डोरीले बाँधेर मोक्षको क्षेत्रमा पुर्याउनेछ। बोधिसत्वहरू शरणार्थीहरूका नाथ हुन्। शरण मान्नेलाई शरण नदिए बोधिसत्व भनिँदैन। बोधिसत्वहरूका करुणा र मैत्रीको डोरी प्राणीहरूका उद्धारको निम्ति सधैँ तयार हुनेछ, तर प्राणीहरूले यो डोरी नपत्रे उहाँहरूले कुनै प्रकारको सहयोग पुर्याउन सक्ने छैनन्। जसरी तिर्खाएको व्यक्ति पानीको धारामा पुगेर पानी पिए मात्र तृष्णा मेट्छ, तर पानीको धारा आफै तिर्खाएको व्यक्ति खोजेर आउँदैन। पानीको धाराले तिर्खाएको व्यक्तिलाई तीर्थ गरी कल्याण गर्दछ। बोधिसत्वहरूले पनि उसै गरी प्राणीहरूका कल्याण गरिरहेका हुन्छन्। लगातार बहिरहेको धारा प्रति पल क्षण कल्याण गर्न तत्पर रहेको चाहिँ बोधिसत्वहरूका करुणामय दयामय दृष्टि सबै प्राणीमाथि सदैव परिरहेका हुन्छन्, तर यसलाई ग्रहण गर्ने योग्यता स्वयंमा हुनपर्छ। बोधिसत्वहरूले सम्पूर्ण प्राणीहरूका उद्धार गर्ने प्रतिज्ञा गरेका छन्। उहाँहरूका यस प्रतिज्ञालाई पूर्ण गराउने हेतुले हामीले पुण्य पवित्र कर्म गर्न अत्यावश्यक छ। यसो गर्नाले बोधिसत्वको करुणा र दयाको तरङ्गमा प्रवाहित भएर मोक्षको क्षेत्रमा पुग्न सकिन्छ। दिवंगत आत्माको घेवा काम क्रिया वा श्राद्ध कुनै सिद्ध लामा महान योगी वा रिन्पोचेद्वारा गराइदिए अति उत्तम हुन्छ। ज्ञान प्राप्त सिद्ध रिन्पोचेको मैत्री भाव र करुणा असाध्य बढ्ता हुनाले दिवंगत आत्माको नाम जलाउँदा मोक्षको क्षेत्रमा प्याइदिन्छ। मोक्ष प्राप्त गर्नु नगर्नु जीवित कालमा आफूद्वारा गरिएको कर्ममाथि निर्भर गर्छ। कर्म कुशल हुन सँगसँगै गुरु पनि ज्ञानपूर्ण व्यक्ति भए सुनमा सुगन्ध भए झै हुनेछ। यस परिस्थितिमा मोक्ष प्राप्त नभए पनि दुर्गतिमा जन्म हुनदेखि रक्षा हुनेछ। यसबाहेक मोक्ष प्राप्त गर्नु गुरु वा लामा प्रति आफ्नो श्रद्धा र भक्तिमाथि पनि निर्भर गर्छ। लामा गुरुहरूले मोक्षकी मार्ग दर्शाई त्रिरत्न र बोधिसत्वहरूका शरण प्राप्त गर्ने शिक्षा प्रदान गर्छन्। लामा गुरुहरूले देखाएका मार्ग हिँड्नु नहिँड्नु मृत आत्माको कर्म हो। लामा गुरुहरूले केवल मार्ग निर्देशन गरिदिन सक्छन्, बाँकी हिँड्ने काम मृत आत्माको कर्मको फलमाथि निर्भर गर्छ। अब यो भर्दोबाट मुक्ति भएर अर्को जन्म ग्रहण गर्दा आफ्नो पूर्व कर्म संस्कारको मूल भूमिका हुन्छ। कुशल कर्म गरेको भए पूर्व स्मृतिको प्रभावले असल मार्गतर्फ आकर्षण गरेर उत्तम कुलमा जन्म वा मोक्ष प्राप्त हुने मौका पाउँछ। कुकर्म गरेको भए यसको पूर्व स्मृतिको प्रभावले आकर्षित भई निम्न योनिमा जन्म ग्रहण गराउने सम्भावना हुन्छ। पूर्व जन्ममा गरेको क्रोधको फलस्वरूप अँध्यारो कालो मार्गद्वारा नरकमा क्लेशपूर्ण जीवन व्यतीत गर्न पर्छ। यी कथनबाट यो स्पष्ट हुन्छ कि जीवित अवस्थामा गरिएको सम्पूर्ण कर्मको प्रतिक्रिया मृत्युपछि बढ्दो अवस्थामा देखा पर्छ। मृत व्यक्तिको घेवा श्राद्ध यदि तिनको परिचित तथा श्रद्धा र भक्ति एवं विश्वास भएको लामा गुरुले गरिदिए अत्यन्तै फलदायक हुन्छ। यसरी आफ्नो परिचित लामा गुरुको दर्शनले उनी पुनः श्रद्धा र भक्तिले गदगद ओतप्रोत हुनेछ।
तथा उनको यही श्रद्धा र भक्ति मोक्षको आधारशिला बन्न सक्छ। जसरी सङ्कटकालमा हामी सबैबाट सहायताको अपेक्षा राख्छौँ, अझ आफ्नो इष्टमित्र भएको खण्डमा निसङ्कोच मद्दतको निम्ति निर्भर पछौँ वा पुकाछौँ, उसैगरी बढ्दोको असह्य दुःखमा आफ्नो चिरपरिचित लामागुरुले सहायता गरिदिँदा निर्धक्क साथ उहाँले देखाएको मार्ग पूर्ण विश्वास साथ अपनाउन तत्पर हुन्छौँ। उदाहरण, हामी नौलो जग्गामा पुग्दा त्यस जग्गाको भौगोलिक ज्ञान नहुँदा कि कर्तव्य विमूढ हुन्छौँ अनि त्यस जग्गाको ज्ञान भएको कोही व्यक्तिले अगुवाई गरिदिन तयार हुँदा असमञ्जसमा पछौँ, किनभने हामीलाई सन्देह हुन्छ कि त्यो अपरिचित व्यक्तिद्वारा हामी कुनै सङ्कटमा फस्ने त होइन। यस्तो विचार मनमा उत्पत्ति हुन स्वाभाविक हो। तर आफ्नो पूर्व परिचित व्यक्तिसँग भेट भए निश्चिन्त भएर उनले देखाएको मार्गद्वारा आफ्नो लक्ष्यमा पुग्ने आत्मविश्वास हुन्छ। त्यसैगरी परिचित लामागुरुमाथि पूर्ण रूपले भर पर्न सक्ने हुनाले मोक्षको मार्ग प्राप्त गर्न सहज हुँदछ। बढ्दोको महादुःखको समयमा आफ्नो लामागुरुले बाहेक अन्य कसैले सहायता पुर्याउन सक्ने रहेनछ भन्ने ज्ञान उनलाई दिवाङ्गत आत्मा थाहा हुनेछ। आफ्नो श्रद्धा भक्ति भएको लामागुरु भएको खण्डमा उनले सुनाएका धर्मवाणी ध्यानस्थ भई सुन्नेछ र यसले उनलाई ठूलो फाइदा हुनेछ। दिवाङ्गत आत्मालाई यी सबै प्राप्त गराउनको निम्ति पनि पुण्य कर्म धर्म गर्दा आफ्नो प्रकारको नियम र उपायद्वारा गरिन्छ। मृत्युपछि 21 दिनसम्म पूर्व स्मृति स्पष्ट रूपले प्रतिबिम्बित हुन्छ। यसको फलस्वरूप मृत्युपछि अघि आफ्नो जस्तो रूप, इच्छा र मनोस्थिति थियो त्यही रहन्छ। आफ्नो घर परिवार इष्टमित्र सबैसँग पहिला झै सम्बन्ध रहिरहन्छ। जसरी सुतेको बेला सपना देख्छौँ अनि बिउजेपछि केही समयसम्म सपनाको सम्पूर्ण दृश्य आफ्नो स्मृतिमा रहन्छ अनि समय बित्न साथ त्यस सपना सबै बिर्सन्छौँ। भूतकालमा घटेको घटना बिर्सेर वर्तमानमा उपस्थित परिस्थिति तथा भविष्यमा आउने कतिपय समस्याबारे चिन्तन गर्नुपर्छ। उसैगरी 21 दिन समाप्त भएपछि पूर्व स्मृति भूतकाल सबै क्षीण भएर अल्पिन्छ, सबै थोक बिर्सन्छ। आफ्नो घर परिवार इष्टमित्र कसैको स्मृति रहँदैन। पूर्व स्मृति क्षय भएर अब वर्तमान र भविष्यबारे चिन्तन हुन आरम्भ हुन्छ। यी 3 सातासम्म आफ्नो प्राकृतिक स्वभाव चिन्न नसके ज्ञानबोध हुने छैन। यति समय बितेपछि उनको चेतना अर्को जन्मबारे चिन्तामा डुब्छ। यो भव चक्रभित्र कहाँ कुन दुर्गतिमा जन्म हुने हो भन्ने अत्यन्त डर र शोकग्रस्त हुन्छ। यसकारण जति सक्दो पूर्व स्मृति स्पष्ट रहने काल 21 दिनमा घेवा पुण्य क्रिया गरिदिए अत्युत्तम हो। नभई 49 दिनभित्र दिवाङ्गत आत्माको नाममा प्रचुर मात्रामा दान पुण्य एवं सकेसम्म सङ्कर्म गरी घेवा गरिदिए पनि ठूलो सहायता पाउनेछ। दुष्कर्मले गर्दा दुर्गतिमा जन्म हुने सम्भावना भए पनि बृहत् धर्म र पुण्य कर्मको प्रभावले त्रिरत्न र बोधिसत्वहरूका करुणामय शक्तिले यस प्रकारको जन्मबाट मुक्ति गरी मोक्ष प्राप्त नभए पनि निम्न वर्गमा नै भए पनि मानव रूपमा जन्म ग्रहण गर्ने आशा हुन्छ। यसरी 49 दिनपछि आफ्नो कर्मानुसार जन्म हुनेछ। तर 49 दिन बितेपछि गरिएको धर्म पुण्यले केही सहायता पुर्याउन सक्ने छैन, किनभने यतिन्जेल मृत आत्माले अर्को जन्म प्राप्त गरिसकेको हुन्छ। यद्यपि त्यो धर्म पुण्य त्यसैखेर जाने त होइन, तर मृत आत्माले जन्म लिइसकेको हुनाले उनलाई फाइदा नभएको मात्र हो। हामीले गरेको जम्मै धर्म पुण्य ब्याङ्कमा जम्मा गरिएको धन जस्तै सञ्चय भइरहन्छ। यसको फलस्वरूप आफ्नो जीवनकाल समाप्त भएर फेरि अर्को जन्म हुँदा यही कर्मको प्रभावले उत्तम वर्गमा जन्म पाउनेछ। 49 दिन बितेपछि जन्म प्राप्त गर्नुको अर्थ त्रिरत्न र बोधिसत्वहरूका करुणामय तरङ्गबाट उम्कने कारण हो। बोधिसत्वहरूका करुणा सर्वकाल सर्वत्र बर्सिरहेको भए तापनि प्राणीहरूको कर्मले यसलाई प्राप्त गर्न सक्दैन। पछिको जन्म सञ्चित पूर्व पुण्यको फल र त्रिरत्न औ बोधिसत्वहरूका करुणाले कुनै उत्तम कुलमा जन्म वा मोक्ष प्राप्त गर्नमा सहायता हुन्छ। जस्तै कोही व्यक्ति दिलबाट लडन अघि नै झट्टै पक्रन सके आइलाग्ने ठूलो जोखिमबाट बाँच्छ, तर लडिसके समात्ने वा रक्षा गर्ने प्रश्न उठ्दैन। त्यसै गरी बढ्दो अवस्थाका प्राणीले अर्को जन्म ग्रहण गरिसकेपछि उनको उद्धारको निम्ति बोधिसत्वहरूले पनि कुनै उपाय गर्न सहमत हुन सक्ने छैन। यसो भन्नुको तात्पर्य यो होइन कि उहाँहरूका करुणा मैत्रीभाव एवं कृपा शक्तिहीन हुनाको कारणले प्राणीको उद्धार नभएको, तर वास्तवमा प्राणीहरूको आफ्नै सद असद कर्मको फल अनुसार जन्म लिनुपर्ने हुनाले उहाँहरू केही गर्नको निम्ति असमर्थ हुन्छन्।
भदौ प्राणीले अर्को जन्म लिएपछि बृहत धर्म अनुसार जति नै धर्म पुण्य गरे तापनि तत्काल केही उपलब्ध हुँदैन। तर आफ्नो कर्म भोगिसकेपछि फेरि मृत्यु पश्चात अर्को जन्म प्राप्त गर्न अघि पूर्व धर्म पुण्यको फल साथै बोधिसत्वहरूका कृपाले उत्तम कुलमा जन्म औ क्रमागत मोक्ष प्राप्त हुनेछ। यसकारण 49 दिन अन्तर्गत यथाशक्ति धर्म पुण्य कर्म महान लामा गुरुहरूलाई प्रणिधान प्रार्थना मोलम पाठ गराउने महान योगी रिम्पोछेद्वारा गव सङ्कल्प चढाउने आफ्नो क्षमता अनुसार पुण्य कर्म यही अवधिभित्र गरिदिनाले दिवाङ्गत आत्मालाई ठूलो उपकार हुनेछ। उदाहरण, कोही एक व्यक्तिलाई मुद्दा लडन परेको खण्डमा उनको अवस्था शोचनीय औ कष्टदायक हुन्छ। तर यस्तो कालमा उनको परिवारको सहयोगद्वारा एक पारङ्गत निपुण वकिलको सहायता लिई मुद्दामा विजयी हासिल भए उनी दण्डमुक्त भई चिन्तारहित हुनेछ। यसको विपरीत कतैबाट केही सहायता नभए मुद्दामा पराजय हुनेछ साथै दण्डनीय ठहराइन्छ। यसरी न्यायाधीशद्वारा तिनलाई दण्ड दिने फैसला सुनाएपछि तिनको रक्षा गर्ने उपाय सबै असफल साबित हुनेछ। उसै गरी भर्दो प्राणीको पनि अर्को जन्म हुन अघि यथासम्भव धर्म पुण्य गरी दिन सके दुर्गतिमा जन्म हुनदेखि रक्षा गर्न सकिन्छ साथै अन्तमा मुक्ति प्राप्त हुन्छ। नत्र भने समय बितेपछि उनको रक्षाको केही उपाय सम्भव हुने छैन। महान लामा रिम्पोछे योगी वा धर्म अभ्यास गर्ने व्यक्तिको मृत्युपछि भर्दोमा पुग्दा आफू मरेको थाहा पाउनेछ। जीवित अवस्थामा धर्म अभ्यास गरेको साथै भर्दोको ज्ञान भएकोले आफ्नो मृत अवस्था थाहा हुन्छ। यसर्थ आफ्नो गुरु एवं इष्टदेवहरूलाई स्मरण गरी आन्तरिक हृदयबाट प्रार्थना गर्नको कारणले तत्काल बुद्ध क्षेत्र जस्तै पूर्व पृष्ठमा वर्णन गरिए अनुसार देवाचेन दोनपर राहवा इत्यादि क्षेत्रमा जन्म प्राप्त गर्छन्। महान लामा रिम्पोछेहरूले मृत व्यक्तिको आत्मा भर्दोबाट आकृष्ट गरी मिन ज्यानमा मृत व्यक्तिको नक्सा बनाएर नाम लेखेको कागज प्रवेश गराएर धर्मवाणी सुनाई अभिषेक गरी असल र ठिक मार्ग देखाइदिन्छन्। कुकर्महरू मन्त्र र शुद्ध उपाय गरी पवित्र तुल्याई कुशल धर्म पुण्यद्वारा 6 वटा लोकहरू मध्ये कुनै एक लोकमा जन्म लिने योग्य बनाउनमा सहायता पुर्याउँछन्। यी 6 वटा लोकमा जाने 6 थरीका मार्ग सोतो, नीलो, पहेँलो, हरियो, रातो र कालो छ। पूर्व कर्मानुसार यी 6 वटा लोकहरू मध्ये कुनै एक लोकमा जन्म हुन्छ। पूर्वजन्ममा कन्जुसी वा लालची रहे भर्दोमा रातो ज्योतिले प्रज्वलित मार्गतर्फ चित्त आकर्षित हुन्छ र प्रेत लोकमा जन्म हुन्छ। यस्तै प्रकारले बाँकी 5 मार्गद्वारा गए कुन कुन लोकमा जन्मनेछ सो विषयमा वृत्तान्त रूपले वर्णन गरिएको छ। यी 6 वटा लोकहरू मध्ये जन्म जहीँ लिए पनि दुःख र कष्ट भोग्नुपर्छ। अत यी 6 वटा लोकमा पुर्याउने कुनै पनि मार्ग नहिँड्नु भनी आदेश दिइन्छ। यस प्रकारले सम्झाउनको विशेष तात्पर्य पूर्व कर्मको प्रभावले चित्त अत्यन्त चञ्चल रहन्छ अनि त्यही कर्मले अधिक आकर्षण गर्ने हुनाले त्यसै मार्गतर्फ अग्रसर हुन्छ तथा 6 वटा लोक मध्ये कुनै एक लोकमा जन्मन्छ। भर्दो अवस्थामा रहेको प्राणीलाई धेरै धर्म वाणी सुनाइन्छ। यसलाई ग्रहण गर्नु तिनको कर्तव्य हो, तर कर्मको प्रभावले सुन्नु वा नसुन्नु तिनको धर्म हो। लामा गुरुले आफ्नो कर्तव्य अनुसार उनको रक्षा गर्ने हेतुले धर्मोपदेश सुनाई सम्झाउने कार्य गर्दछ अनि यी उपदेशलाई बुझ्न नबुझ्नु भर्दो प्राणीको भाग्य र कर्म हो। लामा रिम्पोछेद्वारा निर्देशित मार्गमा हिँड्नु साथै मोक्ष मृत प्राणीले प्राप्त गर्दछ। धेरै उपायहरूद्वारा बुद्ध क्षेत्रमा पुर्याउने अथवा यो सम्भव नभए दुर्गतिमा प्राप्त हुने जन्मबाट रक्षा गरी निम्न वर्गमा नै भए पनि मनुष्य योनिमा जन्म प्राप्त गराउने उपाय गर्छन्। उत्तम जन्म प्राप्त गर्नु आफ्नो पूर्व कर्ममाथि निर्भर गर्छ। जीवित कालमा प्राणिदान मोलम त्रिरत्न प्रति श्रद्धा भक्ति तथा विश्वासमाथि पनि यस्तो जन्म पूर्वतया निर्भर गर्छ। 6 वटा भर्दोहरू मध्ये स्वभावबाट जन्म भएको भर्दो मुटुजै हो। यसकारण जीवित अवस्थामा रहेको बेला स्वभाव भर्दो बाहेक बाँकी 5 भर्दोमा प्रवेश नहुने गरी आफ्नो सुरक्षा र उपकारको निम्ति कुशल धर्म र पवित्र कर्म गर्नु अत्यन्त आवश्यक छ। जीवित कालमा हामी सबै स्वभावबाट जन्म भर्दो अवस्थामा हुन्छौं। यस अवस्थामा सद्धर्म अभ्यास र पुण्य कर्म गरी प्राण त्यागेर अरू भर्दोमा प्रवेश नगरी मोक्ष प्राप्त गर्ने संकल्प गर्नु उत्तम हो।
यसै प्रसङ्गमा जगद्व्यापी माता स्वरूप सर्व प्राणीका उद्धार र उपकार गर्न तत्पर महाकरुणमयी नमखई ग्याल्बो आर्य अवलोकितेश्वर वा एकदशानन तथा चतुर्भुज आर्य अवलोकितेश्वर मध्ये कुनै एक महाकरुणामयीको मण्डला चक सृष्टि गरी साथै यसको आधारमा हजार बद्ध वाणीका अधिष्ठान र गुहे आशीर्वाद प्राप्त होस् भनी बोधिचित्त उत्पत्ति गराउने हेतुले प्रार्थना गर्नुपर्छ। अधिष्ठता सर्वबुद्धका पुर्खा वा आदि बुद्ध समन्तभद्र बुद्ध र अमिताभ बुद्ध एउटै हुन्। शान्ति धर्म धातुबाट अचल अमिताभ बुद्धका चित्त सम्पूर्ण चराचर जगत डोवा रिगडोको कल्याणको निम्ति निरुतर करुणा औ दया दृष्टि एकनासले बर्सिरहेको हुन्छ। साथै उहाँको करुणाको प्रतिरूप वा प्रतिबिम्ब तुल्को आए महाकरुणामयी फक्ता चेरेसी प्रकट भई प्राणीको कल्याण गरिरहनुहुन्छ। सर्वबुद्धका हृदयमा महाकरुणा र धर्मवाणीको प्रतिरूप महाकरुणामयी आर्य अवलोकितेश्वर हुन्। अमिताभ बुद्धका सामु आर्य अवलोकितेश्वरले यस प्रकारले प्रतिज्ञा गर्नुभयो, जबसम्म त्रिलोकको सम्पूर्ण प्राणीको उद्धार वा मोक्ष हुँदैन म तबसम्म बोधिसत्वको रूपमा रहनेछु, निर्वाण प्राप्त गर्ने छुइन। आफ्नो प्रतिज्ञा अनुसार आर्य अवलोकितेश्वरले मैत्री एवं करुणा युक्त त्रिलोकको सम्पूर्ण प्राणीको उद्धार गरी देवाचेन सुखवती बुद्ध क्षेत्रमा पुर्याउनुभयो। यसरी देवाचेनमा असंख्य प्राणीको उपस्थिति देख्दा आफ्नो प्रतिज्ञा पूर्ण भएको ठान्नुभयो। यद्यपि भवसागरमा कहीँ कुनै प्राणी छाडिएको होलान् भन्ने सन्देहले निहार्नु हुँदा प्राणीहरूको कर्मको फल अनुसार फेरि असंख्य प्राणीहरूले जन्म ग्रहण गरेको देख्नुभयो। यस्तो स्थिति देख्दा शान्त अनि विनयी आर्य अवलोकितेश्वर अत्यन्त दुखी हुनुभयो। उहाँको मनमा यस्तो भावना उत्पत्ति भयो कि प्राणीको जति नै उद्धार गरे पनि जन्म उतिकै हुने रहेछ। यस्तो दुःखद परिस्थितिमा उहाँले भन्नुभयो, अहो त्रिलोकको प्राणीहरूको उद्धार यस भवसागरबाट गर्न सम्भव छैन रहेछ। यसो भनी उहाँ अत्यन्त निराश हुँदा अघिको प्रतिज्ञा भङ्ग भएकोले शिर 11 अनि देह 1000 खण्डमा चिरियो। यसरी शिर अनि शरीर चिरिएर खण्डित हुँदा स्वयं अमिताभ बुद्ध प्रकट हुनुभयो र भन्नुभयो, कुलपुत्र तिमीले सर्व प्राणीको उद्धार गर्ने प्रतिज्ञा गरी मैत्री र करुणायुक्त चित्त उत्पत्ति गर्यौ, त्यो प्रतिज्ञा अब नत्याग। दुखी नहो अनि अघि झै सर्व प्राणीको उद्धार गर्ने चित्त उत्पत्ति गरी सर्व प्राणीको कल्याण गर। यसरी आफ्नो पूर्व संकल्पको पुनः स्मरण गारे धर्मोपदेश र दिव्य अनुग्रह अन्तर्गत 11 चिरा परेको शिरबाट 11 शिर अनि 1000 चिरा देहमा 1000 हात भुजा अनि प्रत्येक हत्केलामा 1 नेत्र भएको एक दशानन सहस्र भुजा सहस्र नेत्र छयाक्तोङ चेन तोर स्याल च्युचिक नामको आर्य अवलोकितेश्वर सृष्टि गर्नुभयो। साथै सम्पूर्ण चराचर प्राणीको उद्धार औ कल्याण गर्नुभयो। उनको चित्त उत्पत्ति र प्रणिधान मोलमले गर्दा सहस्र भुजाको परिणामको फलले यस लोकमा सहस्र चक्रवर्ती राजाहरू उत्पत्ति हुने चिन्ह हुन्। नेत्रको संकेत मुद्रकालमा सहस्र बुद्ध उत्पत्ति हुने चिन्ह हुन्। छयाक्तोङ ग्युर्वे ग्याल्पोतोङ चेनतोङ कल्प झम्पो साङ्गेतोङ। यो भद्र कल्पमा 1000 निर्माण कायाको जन्म नै 1000 बुद्धको आवागमन हुन्छ भन्ने मुख्य तात्पर्य हो, जो आर्य अवलोकितेश्वरको दिव्य लीलको कारण हो। आर्य अवलोकितेश्वरको सम्पूर्ण सूत्र र तन्त्र साधनाको निचोड स्वयं गुरु पद्मसम्भवले गर्नुभयो। यति मात्र होइन, भविष्यका बौद्ध धर्म अवलम्बी तथा षष्ठ गतिका सम्पूर्ण प्राणीहरूका डोवा ऋग डोक सेन चेन थाम्चे उद्धार गरी मोक्ष गराउने हेतुले जम्मै सूत्र र तन्त्र एकत्र गरी गुरु पद्मसम्भवले यसको सरल सारांश तयार गरेर अमिताभ बुद्धका सुखवती क्षेत्र देवाचेन डी सेडखममा पुर्याउने प्रथम खुड्किलो बनाए अनि साथै आफ्नो रिद्धि शक्तिले यी सबै ग्रन्थहरू गुप्त कोषमा सुरक्षित राखे। यसरी भविष्यको प्राणी जगतको कल्याणको निम्ति धर्म ग्रन्थलाई गुप्त कोषमा सञ्चित राख्ने कामलाई तिब्बती भाषामा तेरा तथा संस्कृतमा निधि भन्दछन्। धर्म ग्रन्थ सुरक्षित राख्न साथसाथै रक्षा गर्न पनि अति आवश्यकता हुनाले गुरु पद्मसम्भवले धर्मरक्षकको रूपमा धर्मपालहरू नियुक्त गरिराखेका छन्। अनुकूल समयमा महान अवतारी लामा रिम्पोछेले ती सुरक्षित धर्म ग्रन्थ गुप्त कोषबाट निकाल्नेछन्। त्यही धर्मग्रन्थ अनुसार साधना गरी प्राणीहरूले मोक्ष प्राप्त गर्नेछन्। यसरी तेरमा सुरक्षित राखिएका असंख्य धर्मग्रन्थहरू मध्ये एउटा साधना आर्य अवलोकितेश्वर नमखई ग्याल्बो हो। यो ग्रन्थ एक महान अवतारी लामा रिम्पोछे रिग्जिन द्विदुल दोर्जेले तेराबाट निकाल्नु भएको हो। समय अनुकूल मानिसको बुद्धि दिन प्रतिदिन तीव्र हुँदै जानेछ। प्राचीन कालका मानिसको बुद्धि अति तीव्र नहुनाले धर्म अनि धर्मग्रन्थ पनि त्यही स्तरको थियो।
गुह्य धर्म र तन्त्र शास्त्र बुझ्न तीव्र बुद्धिको आवश्यकता पर्छ, कम बुद्धि भएकोलाई बुझ्न गाह्रो पर्छ। यस्तो प्रकारको धर्म ग्रन्थहरू तीव्र बुद्धि र ज्ञानी व्यक्तिहरूले बुझ्न सक्ने हुनाले धेरै जस्तो गुह्य र तान्त्रिक धर्म ग्रन्थहरू तेरमा गुप्त रूपमा राख्नको मुख्य कारण हो। अझ पनि अनेकौं धर्म ग्रन्थहरू तेरमा नै सुरक्षित राखिएको छ, निकालिएको छैन। उपयुक्त समयमा जरुरी हुँदा मात्र महान लामा रिम्पोछेहरूले यी धर्म ग्रन्थ तेरमाबाट प्राणीको कल्याणार्थ प्रकाशमा निकाल्नेछन्। सर्वमङ्गलम।